तिनीहरूले आन्दोलन गर्न खोजेको हो, सिधै दरबारमै भित्रै जानै खोजेको पनि हो। यो कुरो थाहा पाइसकेपछि त्यहाँ सुरक्षा निकाय सुरक्षाको घेरा बढाइयो र त्यहाँ पस्न नपाएपछि त्यो मास चाहिँ प्रधानमन्त्रीलाई घेर्ने भनेर बालुवाटारतिर लागेको हो। प्रधानमन्त्रीलाई बाहिर आउन पनि नदिने, भित्र पस्न पनि नदिने भनेर घेर्दै गएको हो। 5 बुँदे सहमतिमा के थियो डाक्टर साहब, छोटो बताइदिनु। 5 बुँदे सहमतिमा कुनै न कुनै किसिमको राज संस्था राख्ने भनेको थियो, निरङ्कुश राजतन्त्र भनेको थिएन। तर राजालाई पनि एउटा उचित सम्मान दिने तर राजाकै रूपमा दिने कि अन्य संवैधानिक राजा भनेपछि बुझ्नु न, संवैधानिक राजा राख्ने 5 बुँदे सहमतिमा थियो। हजुर, तर त्यो कार्यान्वयन भएन। उहाँहरूले के गर्नुभयो भने राजालाई चाहिँ ल्याउनु भएन, तर आफैमा राजा हुनुभयो। तर राजाले यदि सहमति गरेका थिए भने त्यो 5 बुँदे सहमति किन कार्यान्वयन नगरेको भनेर प्रश्न उठाएको त पाइएन। आवश्यक पर्यो भने गर्ला नि त, राजा र जनतामा अलिकति फरक हुन्छ नि। नेताहरूले पनि त कुनै पनि नेताहरूले पनि त सम्झौता भएको थिएन त भनेनन् नि त। त्यसो भए कतिजना त्यहाँ थिए, ती नेताहरूले भन्नु पर्यो नि त, सम्झौतै भएको थिएन भन्नु पर्यो नि त। जसमा चाहिँ हरेक राष्ट्रका प्रमुखहरू हुन्छन्, इन्क्लुडिङ डोनाल्ड ट्रम्प। उहाँहरूले पनि भन्नुभएको छ नेपालमा डेमोक्रेटिक किसिमबाट प्र्याक्टिस गर्दैछन्, शान्तिपूर्ण आन्दोलन गर्दैछन्, उनीहरूलाई सरकारले दबाउन पाउँदैन, उनीहरूले आफ्नो डेमोक्रेटिक प्रजातान्त्रिक अधिकार प्रयोग गर्न पाउँछन् शान्तिपूर्ण किसिमले भनेर विश्व समर्थन छ। अहिले तपाईँले राजावादी भन्नुहोस्, देशप्रेमी भन्नुहोस्, राष्ट्रप्रेमी भन्नुहोस्, भ्रष्टाचार विरोधी भन्नुहोस्, व्यथिति विरोधी भन्नुहोस्, यी सबै एकै ठाउँमा छौँ हामीहरू। नेपाल वैदिक सनातन हिन्दू राष्ट्र हुनुपर्छ, राज संस्था हुनुपर्छ भन्नुभयो, किन भनेर सोध्नु। बीपीको लाइन नै त्यही थियो। नेपालमा राज संस्था पनि बीपीले त राजा र मेरो घाँटी जोडिएको छ भन्नुभएकै हो, त्यही लाइनमा काङ्ग्रेस गयो। त्यसकारण राजा चाहिँदैन भन्ने काङ्ग्रेसै हुन सक्दैन भन्नेहरू पनि छन्। हो, राजा चाहिँदैन भन्छन् कसले भने हाम्रो आर्जु म्याडमले। भुटानी शरणार्थीमा उहाँलाई हतकडी लागिहाल्छ। प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। धन्यवाद। तपाईहरू यतिखेर आन्दोलित हुनुहुन्छ, खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा यतिखेर राजा फर्काउनुपर्छ भनेर आन्दोलन जारी छ। गत 15 गतेबाट अनिश्चितकालीन आन्दोलन हुँदै गर्दाखेरि हिजो तेस्रो दिन तपाईहरू नारायणहिटीमा आन्दोलन गर्ने भन्दै हुनुहुन्थ्यो, तर सरकारले निषेधाज्ञा जारी गर्यो। त्यसपछि तपाईहरू बालुवाटारतिर आउनुभयो, प्रधानमन्त्री निवासमा। राप्रपाका नेताहरू भन्दै हुनुहुन्थ्यो प्रधानमन्त्रीलाई बाहिर निस्किन पनि नदिने, भित्र जान पनि नदिने, जहाँ हुनुहुन्छ त्यहीँ राख्ने। यो आन्दोलन कसरी अगाडि बढिरहेछ? डाक्टर साहब, यहाँबाट सुरु गरौँ। सर्वप्रथम त यो राप्रपाको मात्रै नभनौँ, यो चाहिँ संयुक्त जनआन्दोलन समिति छ, त्यसमा चाहिँ धेरैवटा सङ्गठनहरू हुनुहुन्छ। उहाँहरूले गरेको आन्दोलन हो। यसमा धेरै किसिमका धेरैतिरबाट सहभागिता छ। बेसिकल्ली राप्रपाले नै लिड गरे पनि छ। अब यसमा चाहिँ भनौँ न, राप्रपामा अब राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्टहरू लगायत सबैजना नै हुनुहुन्छ। र यतापट्टि संयुक्त जनआन्दोलन परिचालन समिति भनेर नवराज सुवेदीज्यू हुनुहुन्छ, उहाँकै प्रवक्ता स्वागत नेपालहरू हुनुभयो, लगायत अरू थुप्रै, रमा सिंहजीहरूको बेग्लै छ, शिवसेनाको बेग्लै छ। सबै जोड्नुभयो भने करिब 40वटा जति अर्गनाइजेसनहरू छन् यसमा। तिनीहरूले आन्दोलन गर्न खोजेको हो, सिधै दरबारमै भित्रै जानै खोजेको पनि हो। यो कुरो थाहा पाइसकेपछि त्यहाँ सुरक्षा निकाय सुरक्षाको घेरा बढाइयो र त्यहाँ पस्न नपाएपछि त्यो मास चाहिँ प्रधानमन्त्रीलाई घेर्ने भनेर बालुवाटारतिर लागेको हो। प्रधानमन्त्रीलाई बाहिर आउन पनि नदिने, भित्र पस्न पनि नदिने भनेर घेर्दै गएको हो। भले म चाहिँ स्वास्थ्य विभागमा छु, कसैलाई आवश्यक पर्यो भने प्राथमिक स्वास्थ्य उपचार मात्रै गर्ने मेरो जिम्मामा छ। मसँग डाक्टर नर्सहरूको टिम छ। हामी चाहिँ स्वास्थ्य मात्रै हेर्छौँ, बाँकी काम नेतृत्वले नै गर्छ। हिजो बालुवाटार घेरेको चाहिँ हो। अब तपाईहरुले बालुवाटार घेर्दै गर्दाखेरि त्यहाँ एक किसिमको घम्साघम्सी पनि पर्यो। राजेन्द्र लिङदेनले यस अगाडि नै भन्नुभएको थियो, तपाईलाई हामी एउटा मौका दिन्छौँ हेलिकप्टर तयार गरेर भाग्नका लागि। हजुर, हिजो त्यसमा होमा हो थप्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकै अर्का एकजना नेताले के भने हेलिकप्टर तयार गर्नुहोस् तपाईँ। हजुर,
तपाईँ चाहिँ के भन्नुहुन्छ कि अब उहाँहरूलाई हेलिकप्टर तयार पारेर बस्न पर्ने बाध्यतामा पुर्याइसक्नु भयो? त्यो त प्रश्न देखियो त देशैभरिबाट। अथवा तपाईँ अस्ति 15 गतेकै कुरो नै गर्नुहुन्छ भने पनि राज्यको सबै स्रोत साधनहरू उहाँहरू मिलेर 2-3 वटा पार्टी उहाँहरू सबै मिलेर राज्यको सबै स्रोत साधन जम्मा गरेर भेला गराएको उपस्थिति पनि भन्नुस् यो व्यवस्था ठिक छैन, यसलाई हामी फ्याँक्छौँ भन्ने प्रदर्शनकारी भन्नुहोस् आन्दोलनकारीहरू भन्नुहोस् 3 गुणा सानो थियो। बेलुका धपक्कै छपक्कै भरिएको थियो। रत्न पार्कदेखि लिएर न्यू रोडदेखि लिएर शहीद गेटसम्म 10औं लाख मान्छे थिए। सम्पूर्ण विश्वले देखो र संसारका सबै मिडियाहरूले त्यसलाई कभर गरिदिएको छ। नेपालका मिडिया मात्रै होइन, संसारभरिका मिडियाले कभर गरिदिएको कुरा छ यहाँ। त्योदेखि बाहेक यो इन्टरनेसनल डेमोक्रेटिक फोरम एउटा चाहिँ एसोसिएसन अर्गनाइजेसन छ जसमा चाहिँ हरेक राष्ट्रका प्रमुखहरू हुन्छन् इन्क्लुडिङ डोनाल्ड ट्रम्प। उहाँहरूले पनि भन्नुभएको छ नेपालमा डेमोक्रेटिक किसिमबाट प्र्याक्टिस गर्दैछन्, शान्तिपूर्ण आन्दोलन गर्दैछन्, उनीहरूलाई सरकारले दबाउन पाउँदैन, उनीहरूले आफ्नो डेमोक्रेटिक प्रजातान्त्रिक अधिकार प्रयोग गर्न पाउँछन् शान्तिपूर्ण किसिमले भनेर विश्व समर्थन छ। अहिले तपाईँले राजावादी भन्नुहोस्, देशप्रेमी भन्नुहोस्, राष्ट्रप्रेमी भन्नुहोस्, भ्रष्टाचार विरोधी भन्नुहोस्, व्यथिति विरोधी भन्नुहोस्, यी सबै एकै ठाउँमा छौँ हामीहरू। यतिखेर जसरी चाहिँ गणतन्त्रवादीहरूको सत्ता छ र उहाँहरूले जुन खालको भ्रष्टाचारको दिनानुदिन काण्ड बाहिर ल्याउन पर्ने अवस्थामा उहाँहरूको राज्य सत्ता लागिरहेको छ, यसको कारणले गर्दाखेरि राजतन्त्र पुनर्स्थापना हुनुपर्छ, राजा आउनुपर्छ भन्नु स्वाभाविक हो भन्ने खालको चर्चा चलिरहँदाखेरि नि हजुर हजुर अब ठ्याक्कै तपाईँहरूको यो गणतन्त्रलाई ढाल्न सक्ने शक्ति चाहिँ छ जस्तो लाग्छ लाग्दैन? एकचोटि छातीमा हात राखेर बताउनुहोस् त, यो गणतन्त्रलाई तपाईँहरू ढाल्न सक्नुहुन्छ साँच्चै? यो गणतन्त्र त अलरेडी ढलिसक्यो, तपाईँले अर्को ढलेको के हेर्नुहुन्छ? 5 जना मान्छे उभिन दिँदैन अहिलेको गणतन्त्रले, डरले छुलछुल कामिसक्यो। सरकार डराइसक्यो? डराएन त, 5 जना मान्छे नउभिनु भनेर उर्दी जारी छ, कर्फ्यू लगाउँछ। 5 जना मान्छे उभियो भने डराउँछ। 15 गते जस्तो तोडफोड होला भनेर पनि होइन, 15 गतेको तोडफोड गर्यो कसले? सरकारले छानबिन आयोग बनायो। छानबिन आयोग तपाईँहरूले बनाउनु भयो, त्यसको तपाईँ महत्त्वपूर्ण प्रसङ्ग आएको बेलामा बताइदिनुहोस् न ठ्याक्कै नि त्यसको छोटो मिठो छानबिनमा तपाईँहरूले के निष्कर्ष निकाल्नुभयो? हो सुन्नु, सर्वप्रथम छानबिन भन्ने कुरो सरकारसँग सबै साधन स्रोत भएको हुनाले, अनाहकमा नियत्था मान्छेहरू मारिएको र जलाइएको हुनाले, सबिन महर्जन बाटोमा 5-6 जना खाली हात थिए, उनले त हेलमेट लगाएका थिए। अनि त्यसरी मरे कि तर किन मारिएछ, कसले मारेछ हो सुन्नु, त्यो चाहिँ पत्ता लगाउनु भयो? सुन्नु न, उनलाई गोली लाग्यो हो, कुन चाहिँ आन्दोलनकारीसँग गोली थियो सरकार भन्नु पर्यो। हामी भनिदिन्छौँ तपाईँले तैनात गरेका सुरक्षा निकायसँग गोली थियो, इन्सास पनि थियो, इन्सास मात्रै होइन एसएलआर पनि थियो। त्योदेखि बाहेक अझ एउटा यो दाढी पालेको मान्छे त खुल्ले आम पेस्तोल लिएर हिँडिरहेका थियो, छानाबाट टियर ग्यास हानिरहेको थियो। कसले हान्यो? आन्दोलनकारीहरू। अथवा त्यो दिन घोषणा सभा मात्रै थियो, तपाईँहरूले घोषणा सभामा चुप लागेर हेरिदिनु पर्थ्यो कि पर्दैन थियो? किनभने त्यो दिनको त्यो प्रोग्रामको लागि सिडिओ कार्यालयबाट स्वीकृति लिएको थियो। जब सरकारले स्वीकृति चाहिँ दिने कार्यक्रम गर्न स्वीकृति दिइसकेपछि त्यो ठाउँको सुरक्षा गर्नु, त्यहाँ उपस्थित भएका सबै नागरिकहरूलाई सुरक्षा दिनु भनेको चाहिँ सरकारको दायित्वमा पर्थ्यो। सरकारले सुरक्षा दिनुको साटो आक्रमण गरेको देखियो। घरको छानाबाट राष्ट्रिय गीत गाउँदा गाउँदै, स्टेजमा राष्ट्रिय गान गाउँदा गाउँदै सयौं थुङ्गा फुल्का हामी भन्ने गीत गाइराखिएको थियो। राष्ट्रिय गान माथि घरको छानाबाट टियर ग्यास स्टेजमा किन हान्यो भनेपछि एउटा कुरा। अर्को कुरो त्यसरी भइसकेका छन्, त्यही नै तपाईँहरूको पनि निष्कर्ष हो। अब टियर ग्यास हान्यो, तर यतातिर प्रहरी निकायले के भन्छ भने त्यो डिप फेक भिडियो हो कि त्यसरी टियर ग्यास हानेको छैन भन्नुहुन्छ। कति साह्रो ढाँटेको।
त्यो गलत हो होइन तपाईहरुको गलत हो भन्ने कुरा छानबिन आयोगले त्यो गलत हो भन्यो एउटा अर्को सबिन महर्जनको जुन गोली लाग्यो उहाँलाई त्यो चाहिँ नहान्नु पर्ने ठाउँमा नहान्नु पर्ने बेलामा हान्यो भन्ने निष्कर्ष त्यसरी मारिहाल्नु पर्ने अवस्था थिएन पत्रकार सुरेश रजक चाहिँ कसरी मरेछन् त्यो पत्ता लगाउनु हो त्यो कुरो पत्ता लगाउनको लागि सरकारले त सिधै त्यो सबै राजावादीले गरेको भन्छ जडीबुटी पनि राजावादीले राजावादीको फोटो लगाएका एकजना व्यक्तिले जलाउँदै गरेको भिडियो सार्वजनिक भएको त्यसलाई पुष्टि गर्छ भन्छन् नि हो त्यसकारण राजावादीको फोटो टाँसेर भिजिलान्ते हालेको कसले त्यसो भए ती भिजिलान्ते रहेछन् भिजिलान्ते हालेर तपाईहरुको छानबिनको निष्कर्ष तिनीहरू जसले आगो लगाए ती भिजिलान्ते हुन् भन्ने हो यो त्यो भन्ने कुरामा सिधै त्यो निष्कर्ष मात्रै भनौं हजुर हजुर त्यो डिप फेक भिडियो होइन त्यो टियर ग्यास स्टेजमा हानिएको छ 86 वर्षका नवरा सुवेदी रविन्द्र मिश्रहरूको आँखा पोल्दै त्यो स्टेजमा भएका आँखा पोल्दै निक्लिएको भिडियो रियल हो हजुर हजुर एकजना कसैको टाउको फुटाएको रियल हो हस्तक्षेप गरेको रियल हो 700-800 राउन्ड टियर ग्यास हानेको सत्य कुरा हो रबर बुलेट हानेको सत्य हो 50औं मान्छे घाइते पारेको सत्य हो त्यो रेबिका बहिनी र उसको दाजु सुभाष उनीहरूको के कसूर थियो 1.5 किलोमिटर टाढा भएका मान्छेलाई गोली किन हान्यो रेबिका बहिनीको स्वास्थ्य अवस्था एकदम गम्भीर छ भन्ने खालको हो गम्भीर छ तपाईले भेटेर आउनुभयो के रहेछ उनको गम्भीर अवस्थामा छ उनले खुट्टा टेकेर हिँड्न सक्ने अवस्था आउँछ कि आउँदैन कस्तो छ तपाई डाक्टर पनि हुनुहुन्छ खुट्टाको मात्रै कुरो छैन ज्यानै रहन्छ कि रहँदैन भन्ने चिन्ता छ हामीलाई किनभने उतापट्टि सिभिल हस्पिटलबाट टिचिङमा पठाइयो टिचिङमा पठाएर उनको त्यो यो यहाँको एउटा नसा नै नभएर प्लास्टिकको नसा हाल्या छ मर्ने मात्ने टुङ्गो छैन खर्च दिन्छु भन्थ्यो सरकारले दिएको छैन अरे उनीहरू औषधि किन्न सक्दैनन् उनीहरूको कसुर के थियो भन्नु पर्यो कुन चाहिँ राजावादीले गोली हानेको हो पक्रिनुहोस् न त तपाईहरुले छानबिन गरेर तपाईहरु आफू छानबिन नगर्ने अनि जनतालाई लागेको संख्या चाहिँ अघिल्लो दिनदेखि नै माथि घरका छानाहरुमा ब्यारिकेड खडा गर्ने आफ्ना मान्छेहरुलाई विभिन्न सिभिल ड्रेसमा राख्ने डेड एक्सपायर टियर ग्यासहरु राख्ने गोली हान्ने अनि दोष जति राजावादीलाई भन्ने अनि जसलाई मन लाग्यो त्यसलाई पक्रिँदै लादै थुन्दै गर्ने भनेपछि यसो हेर्दाखेरि यो राज्य आतंक गरिएको देखियो र संसारभरिका मान्छेले त्यही भने त्यो दिन राज्यको ज्यादती हो भने मैले भनेको होइन एमनेस्टी इन्टरनेशनलको रिपोर्ट हेर्न म सरकारलाई अनुरोध गर्छु के सरकारले चाहिँ त्यसको निष्पक्ष छानबिन गर्नका लागि जुन तपाईहरुले आयोग बनाउनु पर्छ भनेर माग राखिराख्नु भएको छ यो मागलाई सम्बोधन हुने सम्भावना देख्नुहुन्छ हुँदैन सरकारले त्यसको छानबिन समिति बनाउने सम्भावना देख्नुहुन्छ हुँदैन अब त लगभग सेलाउने पो अवस्था आको हो कि हैन सरकारले त बनाउँदैन भनिसक्यो त हामी बनाउँदैनौ भनिसक्यो त सरकारलाई बिन्ती गर्दाखेरि पनि हामी छानबिन आयोग सायद बनाउँदिन भन्छन् अब ती दुई जना व्यक्ति जसको निधन भयो रेबिका लगाए जो घाइते भए उहाँहरुले न्याय कसरी पाउने उहाँहरुले क्षतिपूर्ति कहाँबाट पाउने के हुँदैछ त्यसकारण त्यो रेबिका बहिनीले उपचारको खर्च नै नपाएर औषधि किन्न नपाएर उनको बुवा र भाउजूहरु चाहिँ रुँदै हामीसँग आका थिए हजुर राज्यले त्यस्तो सारो गर्नुपर्ने थिएन हामी त के भन्छौं भने त्यो स्टेजमा बोल्न दिएको भए भइहाल्थ्यो नि केही नगरेर हस्तक्षेप नगरेको भए एकदिन बोल्थे ओर्थे कहिलेदेखि आन्दोलन गर्ने भन्थे ओर्थे थपकन घर जान्थे कुरै सकिन्थ्यो हैन तपाईहरुसँग राज्य डरायो अब यो सिद्ध्याउने नै भए साच्चै नै धेरै मान्छेको चाहिँ जमात उपस्थित भयो भनेर सरकार डराएर त्यसो भएको भन्नेहरुको कुरा चाहिँ के हो यो सत्य हो सरकार डरायो तपाईहरुको सरकार डराको प्रश्न भएन त सरकारलाई के थाहा भयो भने यदि नाका खोल्दिएको भए तिनैतिरबाट नाका खोल्दिएको भए करिब 15 लाख मान्छे भेला हुने रहेछन् अनि त कतिपयले के भन्छन् भने त्यो जुन कार्यक्रम आयोजना गरिएको थियो यद्यपि ब्यानरमा घोषणा सभा भनिएको थियो हैन आन्दोलनको घोषणा सभा भनिएको थियो तर भित्र चाहिँ त्यस्तै विध्वंस मचाउने खालको एक खालको प्लानिङ थियो त्यो पत्ता लगायो त्यो चाहिँ सुरक्षाकर्मीले पत्ता लगाएको हुनाले रोक्न खोज्दाखेरि त्यस्तो भयो भन्ने खालको विश्लेषण के हो हैन त्यो अब विश्लेषण जसरी जसलाई जसो गर्दा सजिलो हुन्छ त्यसै गर्दा भयो सत्य के हो जबसम्म हामी त्यहाँ छौं जबसम्म नवराज सुवेदी पनि त्यहाँ आउनु भएको थियो जबसम्म दुर्गा परसाई पनि स्टेजमा पुग्नु भएको थियो ढुङ्गामुढा नगर आतंक नगर सुरक्षा निकायका दाजुभाइ पनि संयमित हुनुहोस् भनेको भोइस सुनिन्छ तर राष्ट्रिय गान गाउँदा गाउँदै
टियर ग्यास स्टेजमा खसेको कुरा रियल हो। त्यो गलत भयो, त्यो तपाईले भनि पनि सक्नुहुन्छ। त्यहाँबाट सुरु भइरहेछ नि त सबै, त्यहाँबाट हिंसा भड्कियो। हो, खेल त्यहाँबाट सुरु भयो। त्यति मात्रै भएन, त्यो डिप फेक भिडियो हो कि होइन भन्ने कुरा वासिङटन डीसीमा रहनुभएका आइटीमा विगत 18 वर्षदेखि काम गर्दै गर्नुभएका विश्वविख्यातै अहिले चाहिँ टङ्क दाहालले सप्रमाण भन्नुभयो त्यो रियल भिडियो हो, फेक डिप फेक भिडियो होइन भन्नुभयो। ए बाबा 700-800 राउन्ड टियर ग्यास हान्नु पर्ने अवस्था के थियो? त्यो बेलासम्म त उहाँहरूकै भनाइ अनुसार पनि सरकारकै भनाइ अनुसार पनि के भनिएको छ भने 4000 प्रदर्शनकारी मान्छे अथवा घोषणा सभाका लागि 4000 मान्छे आएको भनिएको छ। तर 3000 भन्दा बेसी सुरक्षा कर्मी चाहिँ खटाउनु परेको थियो किन? दमन गर्नको लागि थियो भन्ने दमन गर्नको लागि प्रश्न बुझिएन। त्यत्रो डेड एक्सपायर टियर ग्यास लिएर जानु परेको किन? त्यत्रो हान्नु परेको किन? त्यत्रा मान्छेलाई घाइते पार्नु परेको? गोली त 50औं जना मान्छेलाई लागेको छ। जडीबुटीको कारखाना जुन जलाइयो नि, हजुर, त्यो चाहिँ कसले जलाएको भन्ने निष्कर्ष निकाल्नु यहाँले के? हो, त्यसमा घुसपेट गराएर राजावादी भनौँ, मुलुक प्रेमी भनौँ अथवा प्रजातन्त्र प्रेमी, रियल सेन्समा प्रजातन्त्र प्रेमीलाई जिन्दगीमा फेरि उठ्नै नदिने गरी, जहाँ भेट्टा त्यहीँ पक्रिने गरी, जहाँ भेट्टा त्यहीँ ठोक्ने गरी जलाइएको हो। त्यो राजावादीले एउटा रुखको पत्ता पनि चुडेर फ्याक्दैन, उसलाई मुलुकको माया हुन्छ, देशप्रेमी हुन्छ ऊ। त्यो जडीबुटी हामी गयौँ हेर्न, विध्वंस पारिदिएको छ, विध्वंस। एउटा नाफामा गएको थियो त्यो संस्था, यसरी जलाइएको छ, मानव शत्रुले पनि त्यसरी जलाउन सक्छ। भनेको त्यस्तो विध्वंस हुँदाखेरि नि, हजुर, त्यस्तो विध्वंसकारीहरूलाई त्यो विध्वंस गर्नबाट रोक्ने दायित्व र जिम्मेवारी त आयोजकको हो नि। त्यसमा चाहिँ असफल भाव आयोजक। सुन्नु, जब त्यहाँ त्यही घरमा आगो लाग्यो, हो, दमकल ती छ, उनीहरूले भन्दैछन् अझ त्यो एभेन्यूजको पत्रकार भाइ माथि हुनुहुन्छ भन्दा भन्दै कोही पनि छैन भनेर दमकल किन आएन? त्यो पानीको फ्लोराले त्यो किन निभाएन? मेरो कुरा सुन्नु न, आयोजकले जडीबुटी सोचेकै छैन। आयोजकलाई जडीबुटीमा आगो लाग्ला भन्ने कुरो थाहै छैन। अनि प्रहरीले खेद्दै खेद्दै गएपछि सुन्नु न, त्यो त धेरै पर पो छ त जडीबुटी त, 1 किलोमिटर छ। जडीबुटीमा जब आगो लाग्यो, लगाउन थालियो, त्यहाँ 16-17वटा गाडी पनि जलाइएको छ, करोडौँको क्षति भएको छ। त्यहाँका कर्मचारीहरूले दमकललाई खबर गरे यसरी आगो लाग्यो आइदिनु भने। अनि नेपाल प्रहरीकै उपस्थित थिएन, म त्यो आगो लाग्ने भिडियो खिच्दै थिएँ। त्यो दमकललाई भने, प्रहरीलाई भने 3 घण्टा 4 घण्टासम्म पुग्न सक्नु भएन। प्रदर्शनकारीहरूको जुन खालको ढुङ्गा मुडाएको एक खालको स्थिति बनिसकेको थियो नि त, त्यसकारण प्रहरी डराएको थियो त्यहाँ पुग्नलाई, सुरक्षा दिनको लागि। के लाग्छ तपाईले कसरी भन्नुहुन्छ प्रदर्शनकारी थिए भनेर? चाहिँ चिन्नुभयो कसरी? निधारमा लेखेको थियो प्रदर्शनकारी संयमित थिए त्यो दिन भनेको। टियर ग्यास हान्यो। तपाईको यो दाबी हो कि घुसपैठियाहरूले यो सब गरे? यो नियोजित छ, यसरी दबाउनु पर्छ भन्ने कुरा नियोजित देखियो। किन भन्नु? राजा फर्काउँछु भन्ने संस्थालाई बदनाम गर्नका लागि भएको थियो सबै। त्यसमा सुन्नु, अघिल्लो दिनदेखि नै त्यो घरको माथि छानातिर मान्छेहरू चढ्न थालेका थिए अरे। छिमेकीले भनेको अघिल्लो दिनदेखि नै मान्छेहरू माथि चढ्ने ओर्लिने गर्न थालिसकेका थिए। दुर्गा प्रसाईकै समर्थकहरू नै केही महिना अगाडिदेखि नै, जति बेला तिनकुनेको एउटा कुनामा त्यहाँ धर्ना कार्यक्रम थियो, त्यो बेलादेखि नै त्यहाँ चाहिँ दुर्गा प्रसाईका कार्यकर्ताहरूले चाहिँ त्यसमा आउने जाने गरेको भन्ने त छँदैछ नि त। त्यही हो कि होइन? जसरी भने पनि भयो, सर्वप्रथम एकै दिन एकातिर प्रदर्शनी मार्गमा दुईटा राइभल ग्रुप जस्तै हुन्, प्रदर्शनी मार्गमा आमसभा गर्ने लगायतका कुरा छुट दिइयो। त्यही सभाबाट के भनियो भने तिनकोरेमा मान्छे मर्यो, तिनकोरेमा आगो लाग्यो भनिएको छ। त्यो कुन समयमा भनियो? लाग्नुभन्दा अगाडि भनियो कि लागिसकेपछि भनियो? तपाईँले खोज्नु भएको छ? त्यो चाहिँ खोजेको छैन हामीले। हो, भनेपछि त्यो खोजौँ न भनेको। त्यो आगो लाग्नुभन्दा अगाडि नै लाग्यो भनेको छ।
भनेको हो कि अगाडि भनेको कि पछाडि भनेको त्यो खोज्ने दायित्व कसको हो? सरकारले खोज्नु पर्यो। सरकारले खोज्दैन, हामी खोज्दैनौँ भनिसक्यो एउटा कुरा। अर्को कुरा, रेबिकाहरूलाई गोली लागिसकेको छ। त्यो त साँझको कुरा हो, 4 बजेर 4:30 बजेको थियो भनेपछि सरकारको दमन गर्ने नियत छ। अर्को कुरा, हजुर, सिडिओ कार्यालयबाट स्वीकृति लिइसकेपछि सुरक्षा दिनु त कता कता, युद्धमा गए जस्तो गरेर एसएलआर र इन्सास राइफल बोकेर जनताका छोराछोरी किन भुटेको? होइन, त्यसको त भुट्यो भने छानबिन किन नगरेको? त्यसको आलोचना भइसकेको छ। त्यसमा सरकारको चाहिँ गल्ती कमजोरी भयो भन्ने कुराहरू जनताले पनि भनिसकेका छन्। हजुर, सरकारले त खास गरी गृहमन्त्री रमेश लेखकको नेतृत्वको गृह मन्त्रालय र त्यसका मातहतमा रहेका नेपाल प्रहरीहरू सशस्त्र लगाएपछि त अब हिंसा भड्किसकेपछि त अब नेपाल आर्मी पनि आयो एकैछिन है। अब त्यहाँनिर एक त शान्ति सुरक्षा कायम गर्न सरकार चुक्यो, अर्को तपाईहरू पनि आफ्नो कार्यक्रम गर्न असफल हुनुभयो, हिंसा भड्कियो। आज त्यसकै परिणामस्वरूप दुर्गा प्रसाईमाथि 5-6वटा मुद्दा लागेको छ। भलै भोलि पर्सि नै उहाँ चाहिँ धरौटीमा छुट्ने भन्ने सुसमाचार भन्छन्। अब समर्थकहरूले भनौँ न, होइन, हामी पत्रकारले त्यसो भनेर भन्न नमिल्ला, जे होस् उहाँ छोड्दै हुनुहुन्छ भन्ने समाचार पनि आइरहेको छ। तपाईँलाई यसमा धेरै जानकारी छ, तपाईँले बताउनुहुनेछ। त्यसको परिणामस्वरूप दुर्गा प्रसाई मात्रै होइन, एकजना पत्रकारलाई पनि गम्भीर गम्भीर अपराधका मुद्दाहरू लगाइएको छ। अवस्था त्यस्तो छ, 2 जनाको ज्यान गयो, त्यो छँदैछ। अब यो राजा आउनुपर्छ, राजा फर्किनुपर्छ भन्ने माहौल दुर्गा प्रसाईले सिर्जना गरे, दुर्गा प्रसाईको दाबी छ। त्यसमा धमिलो पानीमा माछा मारे भनेर चाहिँ अहिलेका प्रदर्शनकारीहरू, खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दुर्गा प्रसाईले तयार गरेको परिस्थितिलाई क्यास गरे। जसरी काठमाडौँमा बालेन शाहले तयार गरेको स्वतन्त्रको जुन अवस्था थियो त्यसलाई खास गरेर रवि लामिछाने आए भने जस्तो खालको टिप्पणीहरू हुन्छ। के हो यो खास, यो बताइदिनुहोस्। अब तपाईँले इन्ट्रेस्टिङ कुरा सोध्नुभयो, मैले त इन्ट्रेस्टिङ पारा लिएर सत्य कुरै भनिदिनु पर्यो। बताइदिनुहोस्। 3 कुनेमा घोषणा सभा छ, माधव कुमार नेपालको अफिसमा गएर आगो लाइन्छ। पहिला लुटिन्छ सामान, ल्यापटपदेखि लिएर त्यहाँ भएका कम्प्युटर अरू जे थिए राम्रा युज हुने जति सबै सामान उठिन्छ र आगो लाइन्छ। 2टा कर्मचारी छतमा गएर मान्छे ज्यान बचाए, दमकललाई खबर गर्छन्, पुलिसलाई खबर गर्छन्, आएनन्। 3 घण्टा कि 4 घण्टापछि डढिसकेपछि अनि आइसकेपछि पनि फेरि दमकललाई चाहिँ पानी प्रयोग गर्न निभाउन दिएन। फेरि प्रदर्शनकारीहरूले नै चाहिँ तोडफोड पनि गरे नि त। तोडफोड पनि गरे। अब ती को थिए? त्यसकारण कुरा आउँछ नि यहाँ। अब हामी भनेको त नागरिक, स्वतन्त्र नागरिकहरू, सार्वभौम नेपाली नागरिकहरूले र 50-60 वटा संस्थाहरूले तपाईँ बसेर एउटा छानबिन गरिदिनुहोस् भने हुनाले फ्याक्ट फाइन्डिङ मात्रै हो। जे देख्यौँ हामीले त्यही भनिदिने मात्रै हो। तीको तपाईँले प्रश्न गर्नुभयो, त्यस्ता व्यक्तिहरू हाम्रा मान्छे होइनन्, तपाईँको दाबी त्यो होइन। हामी सुन्नु, म चाहिँ न प्रदर्शनकारीको तर्फबाट बोल्छु न सरकारको तर्फबाट बोल्छु है। तपाईँको यो क्वेसनको लागि चाहिँ तपाईँ निष्पक्ष रूपबाट छानबिनकर्ताको त्यो कमिसनको मेम्बरको रूपबाट मात्रै भन्दाखेरि चाहिँ माथि मान्छे छ, माथि आगो लाग्दैछ भन्दाखेरि त्यहीँ भएको दमकल किन गएन? एक। अर्को कुरो, तल बस्ने एकजना प्रहरीले के भन्नुभयो भने माथि कोही पनि छैन भन्नुभयो। होइन, मैले नि सोधेको थिएँ यहाँ कुनै मानवीय क्षति त भएको छैन भनेर। त्यो जुन आवाज हो त्यो मैले नि भनेको थिएँ, कुनै मानवीय क्षति भएको छैन। अर्को कुराको जवाफ, अर्को कुरा आइसकेपछि त्यो असत्य साबित भयो। अर्को कुरा, सुरेश राजाको मृत्यु भएको चाहिँ खबर भयो। अब अर्को कुरा, अब सार्वजनिक भइसकेपछि मैले तपाईँहरूलाई भनिदिन मिल्छ। पोस्टमार्टमको लागि के भयो त भनेर हामीले रिपोर्ट खोज्यौँ र त्यहाँ हामीहरूले टिचिङ हस्पिटलमा जहाँ पोस्टमार्टम भयो त्यहाँबाट रिपोर्ट लिएर गयौँ। अनि त्यो रिपोर्ट चाहिँ नेपालको पहिलो फरेन्सिक डक्टर, जसले इङ्ल्यान्डमा 4 वर्ष काम गर्नुभएको, भेलोरमा काम गर्नुभएको वर्ल्ड रिनाउन्ड फरेन्सिक डक्टरलाई हामीहरूले बोलाएर कमिसनले चाहिँ सबै कुरा भनिदिनुहोस् भन्दाखेरि उहाँले के भन्नुभयो थाहा छ? के भन्नुभयो? खोइ प्रहरीको मुचुल्का बिना पोस्टमार्टम गरियो किन? पोस्टमार्टम गर्ने प्रक्रिया गलत छ। त्यसो भए तपाईँ डक्टर पनि हुनुहुन्छ।
मुचुल्का चाहिँदैन, कुन ठाउँमा मारेको, कसरी मारेको, कस्तो अवस्थामा भेटिएको भन्ने कुरो थाहा हुनु पर्यो कि परेन? सुरेश रजकको जुन डेड बडी थियो, बालिएको डेड बडी, त्यो एउटा कुनामा त्यो भाग्ने भेन्टिलेसन जब धुवा आउन थाल्छ, धुवा आउन थालेपछि निसासिनी भयो भनेपछि मान्छे भाग्न र ज्यान बचाउन कराउँछ कि कराउँदैन? किन भाग्ने ठाउँपट्टि त्यो भेन्टिलेसनपट्टि नगर एउटा कुनामा गएर बसे जस्तो गरेर बसेको अवस्था छ। हामीलाई के शङ्का लाग्छ भने उहाँलाई मारियो, शङ्का त गर्न सकियो, तर सत्य तथ्य पत्ता लगाउनु चाहिँ कसले? सत्य तथ्य भनेको सबै कुरा गर्न पाउने सक्ने भनेको चाहिँ सरकारले हो। हामीले नेकपा एमालेका अध्यक्षज्यू केपी शर्माज्यूलाई त्यो दिन के भएको थियो सत्य तथ्य घटनाको बारेमा जानकारी दिनु भनेर पत्र लेख्यौँ। हामीले शेरबहादुर देउपाजीलाई लेख्यौँ, हामीले प्रचण्डज्यूलाई पनि लेख्यौँ। उहाँहरूले हुन्छ हुन्छ दिउँला पठाउँला भन्नुभयो, तर दिनु भएन। किनभने दिँदाखेरि आफ्ना सबै पोल खुलिने डर उहाँहरूलाई भयो होला। होइन भने आफू पनि छानबिन नगर्ने, छानबिन आयोगलाई पनि इन्फर्मेसनहरू उपलब्ध नगराउने। हामीले सिडिओ कार्यालयलाई पनि पत्र लेख्यौँ, प्रहरी परिसरलाई पनि पत्र लेख्यौँ, भएको के हो तपाईँले स्वीकृति दिनुभयो, पछि त सेना पनि परिचालन भइसकेको स्थिति थियो, के हो भन्दा उहाँहरूले हामीले त भन्दै भन्नु भएन, भेटै दिनु भएन, बोलाउनु भएन, केही पनि इन्फर्मेसन दिनु भएन। तपाईँहरूको छानबिन समितिलाई सरकारले रिकगनाइज गरेन। सरकारले रिकगनाइज गरेको भए त दिइहाल्थ्यो नि। तर हामी किन खुसी छौँ भने हामीलाई सम्पूर्ण सार्वभौम नेपालीले साथ दिए, विभिन्न अर्गनाइजेसनले साथ दिए र हाम्रो रिपोर्ट भनेको विश्वभरि पुग्यो। हामीले अमेरिकाको राष्ट्रपतिलाई पनि जानकारी दियौँ, भारतको प्रधानमन्त्रीलाई पनि जानकारी दियौँ, रुसको पुटिनलाई पनि जानकारी दियौँ, चीनमा सी जिङपिङलाई पनि जानकारी दिएका छौँ एम्बेसीको थ्रुबाट। विश्व कम्युनिटीमा गइसक्यो र अमेरिकाबाट छापिसक्यो। अब हेर्नुहोस् है, नेपालमा त त्यत्रो दरबार हत्याकाण्ड भयो, त्योभन्दा अगाडि मदन भण्डारी जस्ता नेताको मृत्यु भयो। त्यस्ता विषयमा त गम्भीर भएर सरकारले छानबिन गरेको छैन भन्ने सुनिरहँदाखेरि यो तिन कुनै घटनालाई चाहिँ नेपाल सरकारले सत्य तथ्य सबै छानबिन गर्ला, एक दिन चाहिँ अन्यायमा परेकाले न्याय पाउलान् भन्नेमा तपाईँ विश्वस्त हुन सक्नुहुन्छ? हामी विश्वस्त छैनौँ। नेपाल सरकारबाट न्याय पाइएला जब न्यायाधीशहरू नि सेटिङमा तयार हुन्छन् भनेर भनिन्छ। मैले भनेको होइन, शम्भु थापा नै भन्नुहुन्छ न्यायाधीशले घुस खाएर मात्रै निसाब दिन्छन् भनेर शम्भु थापाले भने हो। न्यायाधीशहरू राजनीतिक आस्थाका आधारमा नियुक्त हुन्छन्, त्यसै गरेर अख्तियार पनि राजनीतिक आस्थाका भागबण्डामा मिल्छन्। त्यो एटर्नी जेनरलहरू पनि राजनीतिक आस्थामा हुन्छन्। जबसम्म यो ब्रेक हुँदैन, जबसम्म सक्षम काम गर्न सक्ने मान्छे निर्विवाद रूपमा जुनसुकै पार्टीको भए पनि राजनीतिक आस्थै नभए पनि नियुक्त हुँदैन, तबसम्म न न्याय पाउँछ न नेपाली जनताले। राजनैतिक कार्यकर्ताको नियुक्ति हुँदासम्म, चाहे त्यो संवैधानिक निकायमा होस्, चाहे अरू कुनै पनि पोस्टमा होस्, न्यायिक निकायमा होस्, कुनै पनि राजनीतिक दलका कार्यकर्ता त्यहाँ यदि नियुक्त हुन्छन् भने त्यसबाट देशले, जनताले सकारात्मक रिजल्ट पाउन सक्दैन, कदापि पाउन सक्दैनन्। पार्टीको इसारा अनुसार पार्टीको हित के हुन्छ, पार्टीको अर्डर के हुन्छ, त्यही खालको रिपोर्ट मात्रै दिन्छन्, त्यही अनुसार मात्रै काम गर्छन्। त्यसो भए अब यसको निकास के त, समाधान के त डाक्टर साहब? हो, त्यसकारण अहिले पनि इट इज नेभर टु लेट। म त सम्पूर्ण राजनीतिक दल अझै पनि ढिलो भएको छैन, अझै पनि भएको छैन, अझै पनि 62-63 साल सम्झिनु। तपाईँहरूले नै 5 बुँदे राज संस्थासँग, त्यो तात्कालीन राजासँग समझदारी गरेको सम्झौता सम्झिनु। तपाईँहरू आफै जानु र संवैधानिक रूपमा राज संस्था 5 बुँदे सहमतिमा के थियो डाक्टर साहब, छोटो बताइदिनु। 5 बुँदे सहमतिमा कुनै न कुनै किसिमको राज संस्था राख्ने भनेको थियो, निरङ्कुश राजतन्त्र भनेको थिएन। तर राजालाई पनि एउटा उचित सम्मान दिने, तर राजाकै रूपमा दिने कि अन्य? संवैधानिक राजा भनेपछि बुझ्नु न, संवैधानिक राजा राख्ने 5 बुँदे सहमतिमा थियो। हजुर, तर त्यो कार्यान्वयन भएन। उहाँहरूले के गर्नुभयो भने राजालाई चाहिँ ल्याउनु भएन, तर आफै महाराजा हुनुभयो। तर राजाले यदि सहमति गरेका थिए भने त्यो 5 बुँदे सहमति किन कार्यान्वयन नगरेको भनेर प्रश्न उठाएको त पाइएन।
आवश्यक पर्यो भने गर्ला नि त। राजा र जनतामा अलिकति फरक हुन्छ नि। भनेको नेताहरूले पनि त कुनै पनि नेताहरूले पनि त सम्झौता भएको थिएन त भनेनन् नि त। त्यसो भए कतिजना त्यहाँ थिए ती नेताहरूले भन्नु पर्यो नि त सम्झौतै भएको थिएन भन्नु पर्यो नि त। कसैले बोल्न सकेनन्। एकातिर 5 बुँदे सम्झौता भएकै थिएन भन्ने दाबी पनि आएको छैन, अर्कातिर भएको थियो कार्यान्वयन गर्नु भनेर राजदरबारबाट पनि कुनै खालको अभिव्यक्ति नआउँदाखेरि उचित समयको पर्खाइमा छ। त्यसो भए अब यो होइन, अहिले कुरो मिल्ला जस्तो देखिएको छ। किनभने प्रचण्डजीको पनि भोइस चेन्ज भइसक्यो। अब सबै जनतै उठेर राजा खोज्छन् भने म कहाँ रोक्छु त भनिसक्नुभयो उहाँले। अनि बरु अहिलेको यस्तो यो तन्नम व्यवस्था भन्दा बरु हिजोकै राजा हुँदा कमसेकम सान थियो, मान थियो, इज्जत थियो भनिसक्नुभयो उहाँले। धेरै अगाडि भनिसक्नुभयो। उहाँ भनेको गणतन्त्रको पिता हो, केपी ओली होइन। केपी ओली त गणतन्त्र विरोधी हो। विरोधी हुनुहुन्थ्यो, बैलगाडा चलेर अमेरिकामा भन्ने दाबी गर्ने व्यक्ति केपी ओली। तर कतिपयले के भन्छन् भन्दाखेरि आज त्यही कारणले गर्दा केपी ओली नै नेपालमा राजतन्त्र फर्काउनका लागि राजतन्त्रवादीहरू र जो राजा ल्याउनुपर्छ भनेर आन्दोलित छन् उहाँहरूलाई उकास्ने काममा लाग्नु भएको छ भनेर फेरि गणतन्त्र पक्षधरले नै आलोचना गरेको केपी शर्मा ओलीले नै अब यो देशमा फेरि राज संस्था फर्काउने सम्भावना देख्नुहुन्छ? हो, त्यसकारण त्यो कुरामा अलिकति मलाई पनि कतै त्यसो हो कि जस्तो लाग्छ। तिनको नेममा तिमीहरू खोइ जाग्दै जागेनौ भनेर टियर ग्यास ठोक अलिकति टाउका साउका फुटा 2-4 जना मारेपछि मात्रै जाग्ने भए नेपाली, नभए यिनीहरूबाट गणतन्त्र नफालिने भयो भनेर त्यो ज्यादती गरिदिएपछि देशभरि जनता आक्रोशित भएकै हुन्। त्यसै गरेर राजदरबारमा जाने नदिनु, भेलै नहुनु भनेर अटोक्रेटिक गरिदिएपछि मान्छे रिसाउँछ। त्यसकारण जनतामा ऊर्जा भरिदिएको पनि हुन सक्छ है गणतन्त्र सक्नका लागि। गणतन्त्र सक्नका लागि नै जसरी गणतन्त्र ल्याउनका लागि राजाले भिलेनको भूमिका खेले भनेर प्रचण्डले भन्नुहुन्छ, त्यसरी नै आज गणतन्त्र सिद्धाउनका लागि र राजतन्त्र ल्याउनका लागि, राजसंस्था ल्याउनका लागि गरिराख्नु भएको त होइन। त्यही भूमिका अहिले फेरि के भयो भने नेताजीहरूलाई यो गणतन्त्र गाँडो भयो। हेर्नु बजेट छैन। यो हाम्रो प्रादेशिक संरचना अन्तर्गत 800 जना महाराजाहरूलाई पहिला जाने बित्तिकै प्रोजेरो प्राडो 2 लाखको मोबाइल उहाँहरूलाई नि पाल्दा पाल्दै विकासको बजेट सकिएको। अब यो गाँडो भयो। अब झिकौँ कसरी? किनभने हिजो जनतालाई त उरालिहालियो, हेलिकप्टरबाट बिउ छरौँला भनेर गफ हानिएको थियो। अब अहिले बाँझो छ सबै जग्गा, जब पनि देशमा युवा छैनन्। एउटा कल कारखाना खोल्न सकिएन, एउटा बाँकी भएको जडीबुटीमा आगो लगाइहाल्यो। कसले लगायो? हामीलाई लाग्छ यी दल विशेषहरूले पनि लगाएनन्, त्यहाँ बाहिरी घुसपेट थियो जस्तो लाग्छ हामीलाई। अब हेर्नुहोस् है, यो छ अवस्था। आज पनि तपाईँहरू अब तपाईँ पनि राजा फर्किनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ होइन? मलाई यो मुलुक बच्नुपर्छ, यो मुलुकमा प्रजातन्त्र बच्नुपर्छ, हामीले बोल्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ। मुलुकलाई माया जसले गर्छ त्यो मेरो प्यारो। राजाले मुलुक बेच्दैनन्। अभिभावकको रूपमा राष्ट्रपति अभिभावक बन्न सक्दो रहेन रहेछ, पार्टीको मात्रै हुँदो रहेछ। त्यसकारण अभिभावकको रूपमा राजालाई राखौँ, कार्यकारी प्रधानमन्त्री देशभरिबाट छानौँ न हामीले। जो पपुलर छ उसले जित्छ। के भयो त हामीलाई? सानो क्याबिनेट बनोस् र पार्लियामेन्टमा जाने सांसदहरूले चाहिँ मन्त्री बन्न नपाउने खालको व्यवस्था मिलाउँ। भ्रष्टाचार जतिले गरेका छन्, भ्रष्टाचारी हामीले चिनेका छौँ। तपाईँहरूलाई चाहिन्छ तपाईँहरूको थ्रुबाट सरकार समक्ष कुरा पुर्याइदिनु। को भ्रष्टाचारी। भ्रष्टाचारको कुरा गर्दाखेरि यतिखेर गृहमन्त्री रमेश लेखकको विषय छ, त्यसमा एकैछिनमा म प्रवेश गर्नेछु। अहिले हाम्रो यो तपाईँहरूको आन्दोलन, तपाईँले पनि भन्नुभयो राजाले देश जोगाउँछन्, राजा फर्किनुपर्छ। त्यसकै लागि जेठ 15बाट दोस्रो चरणको अनिश्चितकालीन आन्दोलनको घोषणा विभिन्न पार्टीहरूले खास गरी राप्रपाले गरेको छ। आज 5औं दिन हो क्यार हामीले अन्तर्वार्ता रेकर्ड गर्दै देखि अब आजसम्म एभ्रीडे चलिरहेछ। हिजो तेस्रो दिन, आज चौथो दिन। हिजो झन्डै चाहिँ एक खालको धक्कामुक्की भयो। तपाईँहरू प्रधानमन्त्री निवासतिर तपाईँ पनि हुनुहुन्थ्यो कि हिजो? होइन, म त स्वास्थ्यमा कोही बिरामी हुन्छन् कि भनेर त्यो जिम्मै लिएको मान्छे हो मैले। अरू कुरा तपाईँले स्वास्थ्य विभाग हेरिराख्नु भएको छ? फर्स्ट एडसम्म पानी चाहियो भने पानी खुवाइदिने, टाउको दुखो भने दिने, सिटामोल दिने, यस्तै काम, साधारण काम भनौँ न। अब के भन्दैछन् भने आन्दोलनकारीहरू यो चर्को घाममा हामी कतिन्जेलसम्म
आन्दोलन गर्ने र हामी जहाँ चाहिँ प्रदर्शन गर्छौँ भने त्यहाँ चाहिँ निषेधाज्ञा जारी गरिसकेपछि हामी डराउँदैनौँ। आज के जात्रा छ? आज भोटे जात्रा छ। त्यसकारण आज भोटो जात्रा भन्छ। भोटो जात्रा छ। त्यसकारण त्यसमा चाहिँ यहाँका काठमाडौँवासीहरू सहभागी हुनुहुने हुनाले आन्दोलनमा सहभागिता कम देखिँदै गएको भन्ने छ। तर भोलि पर्सिबाट सारा जनताहरू चाहिँ आउने, माहौल एकदम तताउने, लाखौँ जनता उतार्ने, कसैले 20 लाख पुर्याउने भन्ने खालका दाबीहरू गरिरहँदाखेरि के तपाईँलाई लाग्छ अब राजा फर्काउनु पर्छ भन्ने जनताहरूको, प्रदर्शनकारीहरूको संख्या बढ्दै जाला कि घट्दै जाला? र जुन शान्तिपूर्ण तरिकाले तपाईँहरूले आन्दोलन गरिरहनु भएको छ त्यो अशान्तिमा परिणत होला र कतै गत चैतकै घटना त दोहोरिने होइन? यो विषयमा तपाईँ जनतालाई, देशलाई स्पष्ट पारिदिनुहोस् छोटो रूपमा, त्यसपछि हामी अरू विषय। सर्वप्रथम त मेरो आफ्नो जानकारी र फाइन्डिङ अनुसार 15 गते प्रदर्शनकारीले भन्नुहोस्, घोषणा सभामा जानेहरूले केही तोडफोड गरे होइनन्। पछि को घुसपेट गरेर कसले सिभिल ड्रेस, त्यसो भए अहिलेको राप्रपाको आयोजनामा भएको प्रदर्शनमा चाहिँ त्यस्ता घुसपेटहरू हुँदैनन् भन्ने ग्यारेन्टी लिन सकिन्छ? अहिलेको त्यस्ता खालका गतिविधि, अवाञ्छनीय गतिविधिहरूलाई नियन्त्रण गर्न सक्ने, रोक्न सक्ने आयोजकको क्षमता देख्नुहुन्छ? अहिले चाहिँ त्यो कुराबाट धेरै लेसन भएको हुनाले अहिले चाहिँ स्वयंसेवकहरू छन् र वाच गरिरहेछन् कसले के गर्छ भन्ने कुरा। चनाखो हुन्छ तपाईँहरू? एकदमै चनाखो, पुरै भोलिन्टियरै नै छन् 2000। त्यहाँ चुइक्कै गर्नै पाइँदैन। अब सङ्ख्या चाहिँ बढ्छ गर्छ त? सङ्ख्या भन्ने कुरो देशभरि प्रचण्डजीकै शब्द मैले लिएँ, करोडौँ मान्छेले राजा खोजे भने मैले रोक्न सक्दिनँ, राजा आउँछन् भन्नुभएको छ। प्रचण्डले के भन्नुभएको छ नि, गणतन्त्र पक्षधरहरू एक ठाउँमा आउने बित्तिकै राजावादीहरूको केही रहने छैन। त आउनु न त, तपाईँहरू आउनु, राजावादीहरूको केही नै नराख्नु न त, भइगयो नि, सक्यो त कुरो। होइन, कोही नै हुँदैनन् भन्ने उहाँलाई लाग्छ भने एकचोटि राजा यसो मन्दिरमा गएर पूजा गर्दाखेरि भोटे ताल चलाउनु परेको किन? डर कति रहेछ? राजाले गएर मन्दिरमा, जो राजा अहिले नागरिकको रूपमा मात्रै हुनुहुन्छ, एकचोटि मन्दिरमा गएर यसो पूजा गर्दा, दीप प्रज्वलन गर्दा गणतन्त्रवादीको त सातो पुत्लो उडेर भोटे तालचाल आउनु भयो अरे भनेपछि डर चाहिँ कसलाई रहेछ? प्रचण्डलाई डर भएको कारणले यो अभिव्यक्ति दिनुभएको हो। यो सबै डरको अभिव्यक्ति अब गयो, सक्यो। गणतन्त्र पक्षधरहरू चाहिँ एक हुने सम्भावना देख्नुहुन्छ? यदि तपाईँहरूको गणतन्त्रको के कुरा गर्नुहुन्छ तपाईँ? नेपाली काङ्ग्रेसले नै राजा खोजिसक्यो त। त्यसो राजा आउने पक्का 100% लेखेर राख्नु छ। राजा सिंहासन नेपालीको हृदयमा बसिसके, त्यो कुर्सीमा बस्नलाई जुनसुकै बेला पनि बस्छन्। किनभने सार्वजनिक रूपबाटै देउपाले के भन्नुभयो भने उहाँले चाहिँ अब हृदयेन्द्रलाई राजा मान्न सकिन्छ भन्ने कुरा ल्याउनु भयो। तर हामी सबैको भनाइ चाहिँ राजा ज्ञानेन्द्रलाई नै धोका दिएर नागार्जुन पठाएको हुनाले पहिलो सिंहासन उहाँलाई नै दिने, संवैधानिक राजा उहाँलाई नै बनाउने, राज संस्था त्यसरी ल्याउने, त्यसपछि आफ्नै प्रोसेसबाट कता कता जान्छ त्यो कुराहरू हुन्छ। किनभने पारस शाहज्यूले चाहिँ म राजा हुन्न भनेर लिखित दिइसकेर मौखिक गरिसके हुनाले उहाँ हुनुहुन्न। त्यसकारण एक अर्को कुरो, काङ्ग्रेस भित्रको शेखर कोइराला लगायत डाक्टर सुनिल शर्माहरू लगायत शङ्कर भण्डारी लगायतले नेपाल वैदिक सनातन हिन्दू राष्ट्र हुनुपर्छ, राज संस्था हुनुपर्छ भन्नुभयो। किन भनेर सोध्नु, बीपीको लाइन नै त्यही थियो। नेपालमा राज संस्था पनि बीपीले त राजा र मेरो घाँटी जोडिएको छ भन्नुभएकै हो। त्यही लाइनमा काङ्ग्रेस गयो। त्यसकारण राजा चाहिँदैन भन्ने काङ्ग्रेस हुन सक्दैन भन्नेहरू पनि छन्। हो, राजा चाहिँदैन भन्छन् कसले भने हाम्रो आर्जु म्याडमले भुटानी शरणार्थीमा उहाँलाई हतकडी लागिहाल्छ। मन्जु म्याडमले किन उहाँलाई पनि हतकडी लागिहाल्छ। राजा आउने बित्तिकै हतकडी लाउने लाइनमा राजाले गर्नै पर्दैन नि। रवि लामी छाने इनफ थिएनन् र गृहमन्त्री भएको बेलामा, प्रचण्डजी प्रधानमन्त्री भएको बेलामा भ्रष्टाचारीहरू कोचिएका होइनन्। डङरङै सरकार ढलिहाल्यो त। हो, त्यसकारण सरकार ढलेको। किन ढलेको भन्दा भ्रष्टाचारी बचाउन।